हेलो साथीहरू, मैले चाहिँ आफ्नो डेली लाइफलाई आज चाहिँ भिडियो मार्फत हजुरहरू सामु सेयर गर्दैछु। अनि म चाहिँ 4:55 मा उठ्छु सधैँ पनि र म चाहिँ उठेपछि मेरो पहिलो काम रहेको छ रेडियो खोल्ने र मैले रेडियो खोलेँ। त्यसपछाडि म 7 बजी ब्रस गर्नतर्फ लागेँ र मैले ब्रस गरेँ। यहाँ चाहिँ मेरो कपडाहरू छ, यसलाई इग्नोर गरिदिनु होला किनभने पानी परिरहेको थियो नि त, पानी पर्न लागिरहेको थियो, त्यही भएर मैले कपडा चाहिँ यता सुकाइरहेको थिएँ अनि म आफ्नै तालमा ब्रस गर्दैछु यता चाहिँ। त्यस पछाडि मेरो न्युजको टाइम सुरु हुन्छ र म न्युजको लागि रेडी हुँदैछु। न्युज पढेर आएपछि चाहिँ म एक्लै थिएँ आज रुममा, त्यसैले हिजो बेलुकाकै थुक्पा थियो अनि मैले थुक्पालाई नै चाउमिन बनाएर खान्छु भनेर मैले चाहिँ यहाँ केराउलाई केलाउँदैछु। मैले चाहिँ यसरी नै भुटिरहेको थिएँ र मैले चाहिँ थोरै क्लिपहरू मात्रै लिइरहेको थिएँ किनभने मलाई फेरि यहाँ माथि क्याफेमा आउनलाई पनि त ढिलो भइसकेको थियो, टाइम थिएन अनि मैले हतार गरेर पकाउँदै थिएँ, त्यही भएर मसँग टाइम पनि थिएन। अनि अलिअलि गर्दै भिडियो क्लिपहरू लिएँ अनि यो रहेको छ मेरो चाउमिन। त्यस पछाडि म रेडी भएर लागेँ। आज चाहिँ एकदम हुस्सो लागिरहेको थियो, धुम्मिरहेको जाडो थियो होइन। अनि मैले चाहिँ यहाँ म जाने बाटो हो, यहाँदेखि तल तमोर भ्याली स्कुल छ भन्दै देखाइरहेको थिएँ। त्यस पछाडि म आइपुगेँ क्याफेमा र मैले आफ्नो ड्रेस लगाएँ किनभने यो मेरो ड्रेस हो। त्यस पछाडि म आएर क्याफेमा सरसफाइ गर्न थालेँ र यो सफा गरिसकेपछि म दिनभरि आफ्नो कस्टमरहरूसँग रमाउँदै आफ्नै तालमा बसेँ क्याफेमा। त्यस पछाडि दिउँसो खाजा खाने टाइम भयो। त्यस पछाडि आन्टीले मलाई पपकर्न र चिया ल्याइदिनु भयो अनि म आफ्नै तालमा खम खाँदै बसेँ। त्यस पछाडि यो चाहिँ बेलुका हो, यो चाहिँ बेलुका मेसिन सफा गर्न थालेँ। दिजु हुनुहुन्न थियो, दिजुलाई अलिकति सन्चो थिएन, नत्र दिजुले मेसिन सफा गर्नुहुन्थ्यो अनि म चाहिँ अरू काम गर्थेँ, तर दिजु हुनुहुन्न थियो नि त, त्यही भएर नि मैले आफै गरेँ। त्यस पछाडि सबै सफा गरिसकेँ अनि त्यस पछाडि फेरि बेलुका नि क्याफेलाई हल्का होइन अलिकति त सफा बनाउनु पर्यो नि त। अनि त्यस पछाडि फेरि सफा गरेँ बेलुका पनि, पोचा लगाएँ। त्यस पछाडि सफा गरिसकेपछि म त्यस पछाडि चाहिँ चार्जरहरू मैले मेरो ब्यागमा लगाएँ। त्यस पछाडि ज्याकेट लगाएँ किनभने बाहिर एकदम चिसो थियो नि त, अनि चिसो थियो। त्यस पछाडि ज्याकेट लगाएँ अनि मैले स्वेटर लगाएँ अनि अङ्कल पनि आउनुभयो। त्यस पछाडि म लागेँ आफ्नो रुमतिर चाबी अङ्कललाई दिएर। त्यस पछाडि यो चाहिँ हाम्रो धनकुटा बजारको एभोकार्ड पार्क हो, हजुरहरूलाई पनि देखाएँ। सो कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गरिदिनु होला है त। थ्याङ्क यू।